यी हुन् शकुन्तला सरदार, बेलबारी 7 कदम चोककी एक साधारण आमा। तर उनको जीवन असाधारण संघर्षले भरिएको छ। तीन वर्ष अघि श्रीमान गुमाउँदा उनी गर्भवती थिइन्। त्यो गर्भको छोरी आज 3 वर्षकी भइसकेकी छिन्। 6 वटा छोरी मध्ये जेठी र माइलीको विवाह भइसकेको छ। बाँकी 4 छोरी र सासु आमा सहित घर परिवार चलाउने सारा जिम्मा अहिले उनीमाथि छ। श्रीमान बितेपछि बिहान खाँदा बेलुका के खाने भन्ने चिन्ताले उनलाई निरन्तर सताइरह्यो। अरूको घरमा रोजगारी गरेर जे जस्तो काम पाए पनि गर्दै उनले परिवार पालिरहेकी छन्। त्यही वडा सदस्यको सहयोगमा 2 छोरीलाई जीवन विकास समाज लघुवित्तले पूरा जिम्मा लिएर जनता नमुना माध्यमिक विद्यालयमा पढाइरहेको छ। स्कुल आउजाउ गर्नका लागि एउटा साइकल पनि व्यवस्था गरिदिएको छ। शकुन्तलाको पुरानो घर जीर्ण भइसकेको थियो। त्यसैले जीवन विकास समाज लघुवित्त बाहुनी शाखाले 6 वटा पिलर र जस्ता पाता प्रयोग गरी नयाँ घर बनाएर दिएको छ। अब उनी र उनका छोरीहरू सुरक्षित छानामुनि बस्न पाएका छन्। महिला समूह अध्यक्ष सृजना राईले सरदारको अवस्था निकै कमजोर रहेको उल्लेख गर्दै घरमा कमाउने कोही नभएकाले स्थानीय वडा सदस्यले बेला बेला सहयोग गर्दै आउनु भएको थियो। तर पर्याप्त सहयोग नपाएपछि लघुवित्त संस्थाले टिन र पिलर उपलब्ध गराएर घर निर्माणको काम सम्भव भएको हो। एकदम अवस्था कमजोर भएकोले श्रीमान पनि मर्नु भएको 3 वर्षदेखि भयो खस्नु भएको। उहाँको अवस्था कमजोर, घरमा अब कमाउने गर्ने कोही नभएकोले उहाँलाई हाम्रो वडा सदस्य तीर्था म्याडमले पटक पटक सहयोग गरिरहेको र सहयोग माग्दाखेरि पनि कहीँबाट नआएकोले जीवन विकास संस्थाबाट पहल गरेर उहाँले आज टिन र पिलरहरू उपलब्ध गराइदिएर यहाँ घर निर्माण गर्न तयार गर्दैछौँ। हामी यहाँ सबैजना भएर हामी पनि आएको छौँ हल्का यसो श्रमदान दिन भनेर बेलबारी 7बाट। अनि उहाँहरूको नानीहरू सानो नानीहरू 6 वटा छोरी भएकोले उहाँ 2टा छोरीको बिहा भएर गएर 3टा छोरीलाई चाहिँ अलिक 3टा छोरीलाई पनि सहयोग गरेर जीवन विकासले 3टा बच्चालाई पढाइरहेछ। सबै पढलेकोलाई सबै गरिरहेछ। अनि आज हामी चाहिँ यहाँ टिन लाउन र यसो अब उहाँलाई सहयोग गर्न आइरहेछौँ। जीवन विकास समाज लघुवित्त वित्तीय संस्था लिमिटेड बाहुनी शाखाका प्रमुख युवराज खड्काले स्थानीय प्रतिनिधिको सहयोगमा अनुगमन गरेर शकुन्तला सरदारलाई घर निर्माण सहयोगका लागि छनौट गरिएको जानकारी दिए। प्रमुख खड्काले सरदार वडा वा नगर स्तरीय सुरक्षित आवास कार्यक्रममा नपरेपछि जीवन विकासले जसको कोही छैन उसको जीवन विकास भन्ने उद्देश्य सहित घर निर्माण गरेको बताएको छन्। तिरपालको आश्रयमा वर्षा कटाउनु पर्ने बाध्यता रहेको अवस्थालाई मध्यनजर गर्दै सरदारलाई संस्थाले टिन र पिलर सहितको सहयोग उपलब्ध गराएको खड्काले बताए। यो चाहिँ विशेष गरी हामीले चाहिँ यहाँ स्थानीय प्रतिनिधि सदस्यहरूबाट चाहिँ उहाँको नाम चाहिँ छनौट गरेको र उहाँ चाहिँ वडाबाट पनि चाहिँ वडा नगरबाट पनि यो सुरक्षित आवास अन्तर्गत चाहिँ नपर्नु भएकोले गर्दाखेरि जीवन विकासले चाहिँ जसको कोही छैन उसको जीवन विकास भन्ने उद्देश्यका साथ चाहिँ उहाँको घर निर्माण गर्न खोजिएको हो। र प्रत्यक्ष रूपमा उहाँ हाम्रो सदस्य पनि हुनुहुन्थ्यो। सदस्य हुँदाखेरि चाहिँ उहाँको अवस्था हामीले चाहिँ हेरिरहँदाखेरि चाहिँ अब जस्ताहरू चाहिँ काम नलाग्ने अनि वडाको चाहिँ एउटा तिरपालको घरमा चाहिँ उहाँ बर्खा चाहिँ काट्नु भएकोले गर्दाखेरि उहाँलाई हामीले चाहिँ समेटेको हो। साथै उहाँको 2टा छोरीलाई चाहिँ 1 वर्षसम्म पढाउने गरी चाहिँ हामीले योभन्दा अगाडि एडप्ट पनि गरेका थियौँ। जस अन्तर्गत उहाँहरूलाई चाहिँ हामीले स्कुल ब्याग, ड्रेस अनि सामग्रीहरू, जुत्ता पनि हामीले चाहिँ उपलब्ध गराएका थियौँ यो बाहुनी शाखाको तर्फबाट। स्थानीय विद्यालयमै हो हामीले गरेको। उहाँहरूलाई चाहिँ पहुँच हुने गरी नजिकै भएको विद्यालयमै छनौट गरेर चाहिँ एडप्ट गरेका हौँ र 1 वर्षसम्मको सम्पूर्ण खर्च चाहिँ जीवन विकासले बेहोर्ने तरिकाले चाहिँ प्रावधान गरेको छौँ। अन्दाजी अहिले हामीले चाहिँ यो घर बनाउनको लागि चाहिँ 30,000 रुपियाँ लागत चाहिँ हामीले छुट्याएको छौँ र यहाँ काम गर्दै जाँदाखेरि हुन चाहिँ हामीले सुरुमा उहाँको जस्ता परिवर्तन मात्र गर्ने भन्ने थियो। तर पछि यसो जोखिमलाई मध्यनजर गर्दै
वरिपरि चाहिँ पिलर पनि हामीले चाहिँ थप गरेका छौँ। जीवनमा धेरै दुःख भोगे पनि छोरीहरूको भविष्यका लागि उनी अझै लडिरहेकी छन्। समाजको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने प्रमाण बनेकी छन् शकुन्तला सरदार।